भ्रष्टहरूलाई पाटा कसेर जेलमा हालेर जेलै भित्र 10 दान बैतरनी गर्ने भन्छ। त्यो व्यक्तिको मुटुमा रगत होइन तेजाब छ। त्यो तेजाबले तिमीलाई गलाउँछ। यो देश 35 वर्षसम्म लुटेकाहरूलाई 35 वर्षसम्म लुटेका भ्रष्टहरूलाई भ्रष्ट भनेपछि ठ्याक्कै बुझ्छन्। हामीलाई गाली गरे भन्छन् भ्रष्टहरू। ती भ्रष्टहरूलाई पाटा कसेर जेलमा हालेर जेलै भित्र 10 दान बैतरनी गर्ने भन्छ। 10 दान बैतरनी जेल भित्र गर्न मन छ। चितवन जिल्लाबाट विभिन्न आन्दोलनमा लोकतन्त्रका लागि, परिवर्तनका लागि, मानवाधिकारका लागि ज्यान आहुति एकजना व्यक्तिलाई यो राज्यले धेरै पटक लखेटिरहेको विगत 5-7 वर्षदेखि देखिरहेका छौं। टिभीमा हुँदा टिभी सञ्चालन कोठाबाटै लखट्दै चितवन लिएर आए। न्यायका लागि र रवि छानेको त्यो निर्भीक निडर स्वभावका लागि चितवनले सशक्त विद्रोह गरिदियो। वर्षौं पहिला नै रवि छानेलाई चितवनले न्याय दिलायो। यिनीहरूले लखट्नै नहुनेलाई लखटिरहेका छन्। विगतको त्यो लखटाइले यो देशको चौथो ठूलो पार्टी बनाउँदै रवि लामिछाने यो देशको उप प्रधानमन्त्री र गृहमन्त्री बनाइयो। त्यो लखटाइले यिनीहरूलाई हेक्का छैन। न्यायालयको प्रक्रिया र न्यायालयको आदेशलाई मान्छु भनेर न्यायालय प्रति त्यो हार्दिकता देखाउँदै 7:30 बजेको आदेश 10 बजे कार्यान्वयन यिनीहरूलाई गर्न पर्ने, त्यो पनि गुण्डागर्दी शैलीसँग बेडरुमसम्मै पुगेर जुन दुर्व्यवहार गरियो। तन्त्रका बारेमा धेरै बहस गर्ने गृहमन्त्री बुढा नीलकण्ठबाट मन्त्र सिकेर आएका गृहमन्त्रीलाई म खबरदार भन्न चाहन्छु। त्यो शैलीको म निन्दा गर्न चाहन्छु। जुन शैलीसँग प्रहरी परिचालन गरियो, गुण्डागर्दी शैली थियो। जुन शैलीसँग अन्तिम इच्छा के छ भनेर सोधियो, म चितवनबाट भन्न चाहन्छु अन्तिम इच्छा के छ। यो पार्टीको, राष्ट्रिय स्वतन्त्र पार्टीको र रवि लामिछानेको अन्तिम इच्छा के छ सुन्न तयार हुनु म भन्न चाहन्छु। यो देशमा किसानको मुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ। यो देशको युवा पलायन रोकेर युवाहरूलाई रोजगारी सृजना गर्ने अन्तिम इच्छा छ। यो देशमा दलीयकरण र भ्रष्टाचार विरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा छ। पाटा कसेर जेलमा हालेर जेलै भित्र 10 दान बैतरनी गर्ने भन्छ। 10 दान बैतरनी जेल भित्र गर्न मन छ। भ्रष्टहरू आज एकजना व्यक्तिका पछाडि जसरी लागेका छौ नि, त्यो व्यक्ति निर्भीक छ, निडर छ। त्यो व्यक्तिको मुटुमा रगत होइन तेजाब छ। त्यो तेजाबले तिमीलाई गलाउँछ। चितवन हो यो। चितवनले 79 मा जुन दियो बालेको छ, त्यो दियो मसाल बनिसकेको छ, डडेलो लागिसकेको छ। 84 मा त्यो डडेलोमा तिमी खाक बन्दैछौ भ्रष्टहरू। करिब 1 लाख मत त्यो चितवनको बिउ मत, 11.5 लाख त्यो पवित्र मत, त्यो पवित्र बिउ मत आज देशैभरि जागृत युवाहरूको साथ, वृद्ध बाआमाको आशीर्वाद 84 मा ठेक्न सक्दैनौ भ्रष्टहरू। भ्रष्ट भन्ने बित्तिकै ट्वाक्कै बुझ्छन्। हामीलाई गाली गरे भन्छन्, हो तिमीलाई गाली गरेको हो।
कुरा बुझ्छन् यिनीहरूले। सदनबाटै बोलेको छ, सदनबाटै भनेको छ, आज चितवनबाट बोल्दैछु। जुन किसिमको नयाँ दल, त्यो नयाँ दल यो विधि यही संविधान यही विधान मानेर यही तन्त्रमा आफूलाई स्थापित गर्दै थियो। चुनौतीका रूपमा तिम्रा सत्ता 84मा खोसिन्छ भनेर जुन किसिमका षड्यन्त्रहरू, ती षड्यन्त्रका तानाबाना मार्फत प्रतिस्रोत साँचेका छौ। 84मा देशैभरिका आम नागरिकले तिमीले बुनेको यो प्रतिस्रोतलाई खारेजी गरिदिनेछन्। ढेक्का रहोस्। चितवन हो, चितवनबाट सुरु भएको अभियान हो। यो अभियान रोकिँदैन, यो अभियान रोकिने छैन। एकजनालाई छेकेर छेकिने छैन। सदनबाटै भनेको छु, यो अभियान रोकिँदैन। यो अभियान यो बीचका 35 वर्ष अकुत कमाएर सम्पत्तिका उन्मादमा मातेका भ्रष्टहरूको अकुत सम्पत्तिको त्यो राष्ट्रिय ढुकुटीमा ल्याएपछि मात्रै रोकिनेछ। यो देश बनाए पछाडि रोकिनेछ। यो देशलाई विकासको चरणमा पुर्याउनेछ। यो देशमा युवाका लागि रोजगारी सिर्जना गर्नेछ। यो देश सार्वभौम सम्पन्न देश बनेर विश्व सामु समान हैसियत बनाए पछाडि अनि विचार गरौँला। यो 35 वर्ष जसरी चले त्यसरी चलाउन खोज्ने यथास्थितिवादीहरूले जुन चरित्र, जुन शैली, जुन संस्कार नयाँ दलमाथि देखाइरहेका छन्, हामीले यो जागरण यात्रा मार्फत गाउँ गाउँमा हाम्रा नीतिहरू, हाम्रा विचारहरू, हामीले अगाडि तय गरेका कार्यक्रमहरू पुर्याउनेछौँ। यो जागरण अभियान मार्फत हामीमाथि गरिएको षड्यन्त्र गाउँ गाउँ पुर्याउनेछौँ। बिचमा भनियो विचार छैन, विचार छैन, विचार पनि के हो भनियो। जलेश्वर बैठकको प्रस्तावना यिनीहरूले पढे क्यारे अलि ढिलो गरी हाम्रो राष्ट्रिय भेला मार्फत हामीले तय गरेका नीति विचारहरू अलि बेसमारी पढे क्यारे। याद गर्नु होला, राष्ट्रिय भेला पछाडिका समयहरू यिनीहरूको घेराबन्दी त्यस पश्चात भएको छ। त्यही राष्ट्रिय भेला मार्फत हामीले यिनीहरूका वर्षौंदेखि लाइन बसेका, खै के भनौँ, भन्न त घाँटीसम्म यहाँ थियो, अलि मिल्दैन। त्यो प्रदेश सभा हकिकता लगेर भर्ती गर्ने गरेका छन् नि, राष्ट्रिय भेला मार्फत प्रदेश सभा खारेज भनिदिएका छौँ। विचारको सन्दर्भमा हामीले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीका लागि हामीले नीतिहरू राष्ट्रिय भेला मार्फत सार्वजनिक गरेका छौँ। हामीले स्थानीय तह, गैर दलीय अनि स्थानीय तहको संख्या स्वाट्टै घटाउने भनेका छौँ। हामीले राष्ट्रिय भेला मार्फत यो ध्यान दिएर सुन्नु होला, सनातनी सभ्यताको रक्षा गर्ने भनेका छौँ। यिनीहरू सुन्नै सक्दैनन्। USAID का पैसा खानेहरूले सुन्नै सक्दैनन्। मैले कहीँ कतै भनेको थिएँ, 47 यताका उच्च पदमा रहनेहरूको मेरो पार्टी सभापति जस्तै गरी होइन, मेरो पार्टी सभापतिलाई जस्तै गरी होइन, अलिकति छानबिन गर्ने हो भने यिनीहरू जेलमा मर्छन्।